हेलो गाइस, गुड इभिनिङ, दर्शन नमस्ते सम्पूर्णलाई ढोक दिया। सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। यसो मार्केटतिर निक्लेको, हल्का चिसो बढिरहेछ अनि हिजोको जस्तो त्यति रमाइलो पनि छैन। आज जताततै के अरे यो हिउँ पग्लिएर लास्ट भइरहेछ। यस्तो छ बाहिरको नजारा। अनि यो हिँड्ने बाटोमा पुरै हिउँ पक्रिन सुरु गर्यो। आज चाहिँ स्नोफल हुन रोकिराखेको छ। अनि मेरो साथी एकजना अगाडि हुनुहुन्छ, म पछाडि छु। हामी दुईजना चाहिँ यसो मार्केटसम्म पुगौँ कि भनेर हिँडेको, केही सामानहरू लिनको लागि। यस्तै छ, सोचे जस्तो हुन्न रहेछ भने चाहिँ भएको छ। गाह्रो छ। अनि हेर्नु न, यहाँ बाटो यस्तो छ बफो भएर, आम्मामा पुरै उयो नेपालमा ऊ हुँदैन, बर्खा सिजन त्यस्तै के चट ग्याद उयो हिलो झैँ भइरह। अनि यताको नजारा यस्तो छ। त्यसै छ, झोला बोके हिँड्यो, झोलेको जिन्दगी त्यति धेरै सहज पनि छैन, त्यति अझ धेरै असहज पनि होइन, ठिकै हो, सहन सकिने सम्मको छ। गाइस, हेलो गाइस, अहिले चाहिँ म सदाबहार रहिरहेको ठाउँभन्दा केही मिल पर आएको छु। यहाँको नजारा चाहिँ यस्तो छ, सर्र गाडीहरू सोधिरह है। यो चाहिँ अलि हाइवे हो, हामी हाइवेभन्दा अलिक भित्र बस्यौँ। अनि यतातिर पनि त्यस्तै छ अवस्था चाहिँ होइन, अवस्था यस्तै छ गाइस। अब के गर्ने, बाटो यस्तो छ। यहाँ मेरो साथी अनि हामी यसरी हिँडिरहेछौँ। यहाँ चाहिँ जेब्रा क्रस छ, त्यही भएर हामी जेब्रा क्रसबाट बाटो क्रस गरिरहेको अवस्था छ। अनि होइन, अहिले जता हिँड्यो रोडभरि सेतो नै सेतो होइन, यो सेतोले नै सुन्दरता भरिएको छ, छर्लङ्ग लागेर देखिरहेको छ। त्यस्तो छ गाइस। अनि अब यहाँ जेब्रा क्रस आयो। ओहो, पानी जुत्तामा पानी भेटायो नि। यस्तो छ, यो चाहिँ यहाँको नाइट भ्यू हो।